मिनासान कोनिचिवा। आज लेसन 13 को भोक्याबुलरी पढौ है त। हारिमास भनेको माथि राख्छु, टास्सुलाई हारिमास भनिन्छ। खाकेमास भनेको झुन्ड्याउँछु, जस्तो सामानहरू, फ्रेमहरू भित्तामा झुन्ड्याउनुलाई खाकेमास भनेर भनिन्छ। खजारिमास भनेको सजावट गर्छु। नाराबेमास भनेको व्यवस्थित गर्छु, लाइन मिलाएर राख्छु भनेको। उएमास भनेको रोप्छु, जस्तो फुल बिरुवाहरू रोप्नुलाई उएमास भनेर भनिन्छ। मोदोसिमास भनेको फिर्ता गर्छु, जुन सामानहरू हुन्छ नि त्यसलाई फिर्ता गर्नु या पहिलाकै ठाउँमा लगेर राख्नुलाई मोतोसिमास भनेर भनिन्छ के। अनि मातोमेमास भनेको सँगै राख्नु, आकारमा राख्नु। सिमाइमास भनेको बन्द गरी राख्छु भनेको जस्तो। हिकिदासिनी सिमात्ते आरिमास भनेको घरमा बन्द गरी राख्छु, घरमा छ भनेर भनेको। त्यसरी भन्नुपर्दा चाहिँ सिमाइमास भनेर भनिन्छ के। अनि किमेमास भनेको निर्णय गर्छु। योसियोसिमास भनेको तयारी गर्छु। फुकुसियोसिमास भनेको दोहोऱ्याउँछु। सोनो मामानी सिमास भनेको त्यत्तिकै छोड्छु भनेर भनिन्छ। ज्युग्यो भनेको कक्षा, कौगी भनेको भाषण, मितिङ्गु भनेको बैठक मिटिङ, योत्तेई भनेको योजना तालिका, ओसिरासे भनेको सूचना, गाइतो बुक्कु भनेको गाइड बुक, कारेन्दा भनेको भित्ते पात्रो क्यालेन्डर, पोसुता भनेको पोस्टर, योत्तेई हेउ भनेको तालिका, गोमिबाको भनेको फोहोर फाल्ने भाँडा, निन्ग्यो भनेको खेलौना, खाविन भनेको फुलदाना, खागामी भनेको ऐना मिरर, हिकिदासी भनेको घरा, गेनखान भनेको द्वारहर मेन गेट, जुन अगाडिको गेट हुन्छ नि त्यसलाई नै गेनखान भनेर भनिन्छ के। रौखा भनेको गल्ली, खावे भनेको पर्खाल भित्ता, इके भनेको पोखरी, मोतोनोतोकोरो भनेको पहिलाकै ठाउँमा राख्नु, मावारी भनेको वरिपरि चारैतिर, मान्नाखा भनेको केन्द्र बिचमा, सुमी भनेको कुना कोर्नर, अनि मादा भनेको अझै स्टिल भन्न खोजेको कि। रिक्कु भनेको झोला, पछाडि बोक्ने झोलालाई रिक्कु भनेर भनिन्छ। हिजो बुकुरो भनेको आपतकालीन अवस्थामा प्रयोग गरिने सामान राखेको झोलालाई हिजो बुकुरो भनेर भनिन्छ। हिजोजी भनेको आपतकालीन समयलाई हिजोजी भनेर भनिन्छ। सेइखाचुसिमास भनेको जीवन बिताउनु, जिउनु। खाइचु देन्तो भनेको टर्च लाइट, तोखा भनेको अनि। मारुही भनेको गोलो, आरु भनेको एक निश्चित, युमेओ मिमास भनेको सपना देख्छु, उरेसी भनेको खुसी हुनु, प्रसन्नलाई उरेसी भनिन्छ। इया भनेको घृणा लाग्ने, मन नपर्ने, सुरुतो भनेको त्यसपछि, मेगा सामेमास भनेको आँखा खोल्नु, जाग्नुलाई मेगा सामेमास भनिन्छ। लेसन 30 को मिनिङहरू चाहिँ यति हो। सबै मिनिङहरू चाहिँ राम्रोसँग पढ्नु होला।